नमस्कार साथीहरू, तपाईहरुको आज यो भिडियोमा म सिकाउन गइरहेको छु कि साथीहरू तपाईहरुले पनि आफ्नो मोबाइल फोनमा एउटा नयाँ तरिकाले एनपीएल सिजन 2 को क्रिकेट म्याच लाइभ कसरी हेर्ने। यदि साथीहरू तपाईहरुले पनि आफ्नो मोबाइल फोनमा एउटा नयाँ तरिकाले एनपीएल सिजन 2 को क्रिकेट म्याच लाइभ हेर्नको लागि सिक्न चाहनुहुन्छ भने तपाईहरुले के गर्नुहोला सिक्नको लागि यो भिडियोलाई स्किप नगरी यो भिडियोको सुरुदेखि सम्म हेर्दै गर्नुहोला। ल साथीहरुको लागि भिडियोतर्फ साथीहरू तपाईहरुले पनि आफ्नो मोबाइल फोनमा एउटा नयाँ तरिकाले एनपीएल सिजन 2 को क्रिकेट म्याच लाइभ हेर्नको लागि के गर्नुहोला तपाईहरु पनि आफ्नो मोबाइल फोनमा रहेको क्रोम ब्राउजर एप्लिकेसनलाई ओपन गर्नुहोला। क्रोम ब्राउजर एप्लिकेसनलाई ओपन गरिसकेपछि साथीहरू तपाईहरु यहाँ चाहिँ सर्च अप्सनमा क्लिक गरेर अनि तपाईहरुले यहाँ टाइप गर्नुहोला योनो टिभी टाइप गरेर अनि सर्च गर्नुहोला। सर्च गर्दिनुहुन्छ भने साथीहरू तपाईहरुको मोबाइल फोनमा पनि यहाँ चाहिँ योनो टिभी लाइभ भन्ने एउटा लिंक आउँछ, तपाईहरु यो लिंकको माथि क्लिक गर्नुहोला। क्लिक गर्दिनुहुन्छ भने साथीहरू तपाईहरुको मोबाइल फोनमा पनि फेरि एकछिन सर्च लिन्छ। सर्च लिइसकेपछि साथीहरू तपाईहरु पनि आइहाल्नुहुन्छ आफ्नो मोबाइल फोनमा योनो टिभी भन्ने वेबसाइटमा। योनो टिभी वेबसाइटमा आइसकेपछि साथीहरू तपाईहरुले यहाँबाट हेर्न सक्नुहुन्छ एनपीएल सिजन 2 को क्रिकेट म्याच लाइभ। साथीहरू तपाईहरुले हेर्न सक्नुहुन्छ आज चाहिँ कुन ठाउँको म्याच हुन गइरहेको छ। कर्णाली भर्सेस काठमाडौँको आज म्याच हुन गइरहेको छ। म्याच सुरु हुन्छ 3:30 मा। साथीहरू तपाईहरु यहाँबाट टाइम पनि हेर्न सक्नुहुन्छ। अहिले चाहिँ हेराइरहेको छैन, अहिले चाहिँ म्याच भइरहेको छैन, त्यही भएर यहाँ चाहिँ लाइभ हेराइरहेको छैन। जुन बेला म्याच हुन्छ नि चालु त्यो बेलामा यहाँ चाहिँ लाइभ हेराउँछ। साथीहरू तपाईहरुले सही नै आफ्नो मोबाइल फोन एनपीएल सिजन 2 को क्रिकेट म्याच लाइभ हेर्न सक्नुहुन्छ। साथीहरू तपाईहरुको यो भिडियो चाहिँ राम्रो लाग्यो भने एउटा कमेन्ट पनि गर्नुहोला अनि तपाईहरुले मेरो युट्युब च्यानलमा नयाँ आउँदै हुनुहुन्छ भने तपाईहरुले के गर्नुहोला मेरो युट्युब च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला अनि भिडियोलाई पनि लाइक गरिदिनु होला अनि यो भिडियोलाई आफ्नो साथीमा पनि शेयर गरिदिनु होला। ल साथीहरु आजको भिडियोमा यति नै थियो, बाइ।